हामीले एनपिएल फ्रीमा पनि हेर्न सक्छौँ। कसरी हेर्न सक्छौँ त? ध्यान दिएर सुन्नुहोस्, म तपाईँलाई स्टेप बाई स्टेप सिकाउँछु। सबैभन्दा पहिले तपाईँले आफ्नो मोबाइल वा कम्प्युटरमा रहेको कुनै पनि ब्राउजर खोल्नुहोस्। मैले चाहिँ अहिले गुगल ब्राउजर खोलेँ। त्यसपछि माथि सर्च बारमा गएर सर्च गर्नुहोस् एनो टिभी है। एनो टिभी सर्च गरिसकेपछि तपाईँले सबैभन्दा फर्स्टमा देख्न सक्नुहुन्छ एउटा वेबसाइट देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ क्लिक गर्नुहोस् अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ म्याच सुरु हुँदैछ। म्याच सुरु भएको छैन। कर्णालीको र लुम्बिनीको चलिरहेको छ म्याच। अब यहाँनिर सबै देखाइदिन्छ, म्याच हुने टाइम, कहाँनिर हुन्छ, कहिले हुन्छ, सबै तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर गएर। अब हेरेर गइसकेपछि तपाईँले थोरै स्क्रोल गर्नुभयो भने तल देख्न सक्नुहुन्छ तपाईँले कुन क्वालिटीमा हेर्न चाहनुहुन्छ, सबै देख्न सक्नुहुन्छ तपाईँले। हेरेर मैले अहिले स्मुथमा हेर्न चाहेँ र मैले हेरेर क्लिक गरेँ, हेर्न सक्नुहुन्छ। अब हामीले चाहिँ मजाले तपाईँले म्याच हेर्न सक्नुभयो, फ्रीमै हेर्न सक्नुभयो। तपाईँले पैसा तिर्नु परेन, हाई क्वालिटीमा तपाईँले फ्रीमै हेर्न सक्नुभयो। र त यस्तै जानकारीको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्दै गर्नुहोला। हस् त, भिडियो मन परेमा लाइक पनि गरिदिनु होला।